मान्छेको जीवन कस्तो छ भने जबसम्म ऊर्जा रहन्छ नि ऊर्जा रहनु जेलसम्म त मान्छे उत्पादनशील भइरहनु पर्यो नि होइन कुनै न कुनै उमेर आउला 18 को आसपास पुग्दाखेरि जब अलिकति कम गरौँला तर एक किसिमको ऊर्जा भइरहने जेलसम्म जस्तो कि आज यस्तो ऊर्जनशील छु म होइन ऊर्जा हुन्जेलसम्म त चलायमाया भइरहनु पर्यो नि त्यसले पनि हो मलाई के लाग्छ भने व्यक्तिले जबसम्म भित्र ऊर्जा छ तबसम्म चाहिँ नि उत्पादनशील भइरहनु पर्छ कि प्रोडक्टिभ भइरहनु पर्छ र त्यो सबैको लागि धेरै गाह्रो छैन अलिकति टाइम म्यानेजमेन्ट मात्रै गर्नुपर्छ क्या व्यक्तिहरूले भन्छ म यो गरिरहेको छु त्यस कारण त्यो गर्न भ्याउँदिनँ त्यो गरिरहेको छु त्यस कारण यो गर्न भ्याउँदिनँ भनेर भन्नुहुन्छ तर तपाईँले टाइम म्यानेजमेन्ट गर्नुभयो नेपालीमा उखान छ नि खाने मुखलाई जुङ्गाले छेक्दैन होइन टाइम भनेको के हो तपाईँको इच्छा शक्ति हुनु पर्यो तपाईँकोमा जाँगर हुनु पर्यो तपाईँकोमा कार्यहरू गर्छु भन्ने प्यासन हुनु पर्यो त्यो भयो खण्डमा सब कुरा सम्भव छ